हेलो गाइजहरू, के छ तपाईँहरूको हाल खबर? होइन, ठिकै छ होला। आज अब नक्कु कारगरबाट के अरे रवि लामिछाने चाहिँ के अरे छुटकारा पाउने भनौँ, जे होस् हुन्छ नि, धरोटीमा रिहा आउने भन्ने कुरा फैसला भएछ होइन। यो ठिकै छ, केही होइन, हुन्छ नि। जुन अस्ति जिएनजीको नाम जुन आतङ्कमा चाहिँ नि यो रासोपा यिनी घन्टी पार्टीले पनि हुन्छ नि, त्यहाँ गएर त्यो के ढकाल भन्ने कि यिनी जुन जुन यो रासोपाका यिनी जुन छ नि सांसदहरू गए, तिनका कार्यकर्ताहरू अलिक बढी उफ्रिया खाने कि चिरु हुन्छ नि, बुझिया खाने राजनीति भन्ने कुरा थाहा पाएनन्। गए अस्ति 14,000 कैदी पनि फरार गरेकी फेरि रवि लामिछाने ननिस्किँदासम्म त के पनि भएको थिएन। रवि लामिछाने कैदीबाट निस्किने बित्तिकै के भयो भनेपछि सारा सब देशव्यापी रूपमा तोडफोड गरे, भागे। यसो जिम्मेवारी त रवि लामिछाने लिनै पर्छ, हुन्छ नि। चुप्प लाएर बसिआएपछि फैसला गर्थ्यो अदालतले, आखिर धरोटीमा पनि रिहा हुनु परिजान्थ्यो, आज रिहा भइजान्थ्यो। अब कसले त्यो जेलमा कोहीले पनि राख्दैन, हुन्छ नि। अस्ति जिएनजीको नाममा जुन चाहिँ नि बवाल मचाएर यताउति गरेर आखिर रिहा भए पनि फेरि त्यो जेलै जान पऱ्यो, ट्याक्सी चढेर, हुन्छ नि। होइन, मैले भन्नु खोजेँ के भनेपछि सुशासन हुनु पऱ्यो होइन, नीति नियम कानुन, हुन्छ नि। जस्तो कि मैले फेरि भन्नु खोजेँ यस्तो हो कि नीति नियम कानुन सिस्टम अनुसार जानुपर्छ, हुन्छ नि, बुझ्छ किन? किनभनेपछि हिजो बिहान हेर्नुहोस्, म यो दाङको मान्छे पनि हो, हुन्छ नि, यो लम्बी नगरपालिका वडा नम्बर 3 कमरेड बाबुराव नेपाली हो म, होइन। हिजो म यहाँ खुम्बहादुर खड्का भनेपछि तपाईँको चाहिँ के अरे त्यो 52, 53, 54 भन्छ नि, खुम्बहादुर खड्का चाहिँ देशले नचिन्ने मान्छे थिएनन्। खुम्बहादुर खड्का गृह मन्त्री, यातायात मन्त्री, जे मन्त्री खाए पनि लास्टमा के चाहिँ भ्रष्टाचारी मुद्दा लागेको थियो कि आखिर जेलमा बस्नै परेको थियो, हुन्छ नि, होइन र। सिस्टमले गर्ने कुरा त गरेको थियो, त्यत्रो कारणले पनि बवाल मचाइन, होइन र। अब एमाले पनि कोही त्यस्ता भ्रष्टाचारी छन् भने हाल्दै भइहाल्छ, हेर्नुहोस्, त्यो सोधपुछ गर्नु पर्दैन, हामी टार पनि बाल्दैनौँ, हुन्छ नि। तर अनावश्यक रूपमा बवाल मचाउने, या गर्ने वा गर्ने, कति राम्रोसँग सुशासन भइरहेका थियो देशमा, राम्रोसँग यो चलिरहेका देशमा, होइन र। केपी ओलीको सरकारलाई यिनी जिएनजीको नाममा यो बवाल मचाउन लगाएर यिनी रवि लामिछाने कार्यकर्ताहरू हुन् कि यिनीहरू, हुन्छ नि, होइन। तिम्रो प्रधानमन्त्री वाला हामीले बवाल गर्दा के हुन्छ र? त्यस्तै त हुन्न। जित्या मान्छेले शासन गर्छ, हारे मान्छे प्रतिपक्षमा विरोध गर्ने, यस्तो भएन पछि पाला आउनु ट्याक्कै जानुपर्छ, होइन र। अनि अर्को कुरा के छ भन्छ भनेपछि देख्नु नेकपा एमालेको, होइन र। केपी शर्मा ओली कति लोकप्रिय, कति राम्रो मान्छे, कति अत्यधिक, होइन। केपी ओलीले केपी ओलीको पनि भोट थियो नि, एउटा मात्र भोट हो कि केपी ओलीको, एउटा मात्रै हो। तर त्यत्रो भोट, अत्यधिक भोट कहाँबाट आयो त? सारा सब नेपाल अधिराज्यभरिबाट आएको भोट हो के, बुझ्छ कि नै? तपाईँ हाम्रो उमेर समूहका मान्छेले हाल्या भोट हो नि त्यो पनि, होइन र। बुझ्छ कि? त्यही केपी ओलीको बारेमा नि रासोपाका छ नि घन्टी पार्टीहरू धेरै ठ्याठा नगर, धेरै कुराकानी किन गरे, हुन्छ नि। केपी ओली राष्ट्रवादी नेता हो, जिन्दाबाद भनौँ, ठिक छ, होइन र। बरु तिम्रो रवि लामिछानेलाई पनि भन्दै जाऊ आफ्नो ठाउँमा छ, तर केपी ओलीको बारेमा धेरै टिका टिप्पणी केही नगरे। मेरो यो आजको तिमीलाई सन्देश भने।